हजुरहरू सामु आज म एउटा सानो कविता लिएर आएकी छु। सल्लाह सुझाव र सब्सक्राइब गरिदिनु होला भन्ने चाहन्छु। साँच्चै तिमी को हो कविताको शीर्षक छ। साँच्चै तिमी को हो रुमलिएको धुवाँबाट खुल्ला आकाश, रुमलिएको धुवाँबाट खुल्ला संसार देखाउँछौ। सुप्रभातमा दूरभाष सन्देशबाट दिनचर्याको सुरुवात गराउँछौ। साँच्चै तिमी को हो, साँच्चै तिमी को हो। दुई खोलीको किनारमा भौतारिएको यात्रीलाई, दुई खोलीको किनारमा भौतारिएको यात्रीलाई माझी बनेर पार लगाउँछौ। साँच्चै तिमी को हो। सादा जीवन उच्च विचार भन्ने सकारात्मक सोचको परिभाषा सिकाउँछौ। सादा जीवन उच्च विचार भन्ने सकारात्मक सोचको परिभाषा सिकाउँछौ। साँच्चै तिमी को हो, साँच्चै तिमी को हो। कुकाठबाट अमूल्य श्रीखण्डको आभास गराउँछौ। कुकाठबाट अमूल्य श्रीखण्डको सुगन्धको आभास गराउँछौ। साँच्चै तिमी को हो, साँच्चै तिमी को हो, साँच्चै तिमी को हो। अनेकौं ठक्कर खाँदै खहरेको चपेटामा बगेको बहावलाई शान्तसँग, अनेकौं ठक्कर खाँदै खहरेको चपेटामा बगेको बहावलाई शान्तसँग समुद्रमा मिलन गराउँछौ। साँच्चै तिमी को हो, साँच्चै तिमी को हो। मृत्यु शैय्यामा छटपटाएको पीडालाई सञ्जीवनी पिलाउँछौ। मृत्यु शैय्यामा छटपटिएको पीडालाई सञ्जीवनी पिलाउँछौ। विषम परिस्थितिलाई सहज मार्गदर्शन दिने सच्चा मानव भन न तिमी को हो, भन न तिमी को हो, भन न तिमी को हो। धन्यवाद।